म त ल धन्यवाद स्वागत गरेको। म एक्लै हिँडिरहेको थिएँ, खै के हो के राति देखिरहेको छु यहाँ, राम्रोसँग क्लियर छैन। म एक्लै हिँडिरहेको क्या रोडमा। तपाईँ यहाँ देख्न सक्नुहुन्छ, आवाज पनि आइरहेछ होइन, कोही छैन क्या। फेरि टर्च बालिरहेछ, कोही छैन, तर आवाज चाहिँ आइरहेछ। बाटो 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 डर लागिरहेको थियो। फोटो यसरी खिचिरहेछन् साथीहरू। ल के हो तिम्रो नाम? साकुरा। जापानिज हो? पछाडि भ्लगिङ सुरु भइरहेछ। यहाँ पनि म खै के भन्ने भन्न चाहिँ आउँदैन होइन। युट्युब च्यानल चाहिँ उहाँको चाहिँ सब्सक्राइब गरिदिनु होला, नभएको च्यानल भनेर टाइप गर्नु होला, ठ्याक्कै आउँछ। एउटा नाम जोडिहाल्यो नि नभएको। पछाडि चाहिँ हाम्रो दिनेश सर यो भएको च्यानल गर्दै हुनुहुन्छ। यो चाहिँ नभएको च्यानल, यो खै के हो के हो। मेरो पर्सनल हो सर। यसो बुढेसकालमा पछि मेमोरीहरू हेर्नलाई। पर्सनल राम्रो आउँछ ल फोटो, एकदम नेचुरल। मेरो चाहिँ भिडियो कसैले बनाइदिएनन् ग्रुपमा, म चाहिँ आफै बनाउन गइरहेको छु दुःखका साथ भन्नुपर्दा। नहाँस्नुहोस् न, मान्छेलाई कति गाह्रो दुःख लागिरहेको। उहाँ चाहिँ हाँसै गर्नुभएको छ। पछि उकालोमा म हेर्छु, भिडियो बनाउँछु ठ्याक्कै, अनि यो भिडियो र यो भिडियोको हाँसो र पछिको कम्पेयर गर्छु। उहाँहरू खै को हो देख्न चाहिँ बिहानदेखि देखेको हो। उहाँ सर त देखेँ जस्तो लाग्यो त। ए कहाँदेखि भइरहेको थियो, तर कहाँ देखेँ बिर्सेँ। मणिनाल मार्ग कालीमाटी। यहाँ चाहिँ हामी तरकारी बजार कालीमाटीतिर आइपुगेका छौँ। यो चाहिँ खास कालीमाटी नै हो। एआईले चाहिँ हिमाल देखाइरहेछ, गाउँ देखाइरहेछ, कालीमाटी बजार। एआईको जमानामा कालीमाटीमा यस्तो देखाइरहेछ क्या, पहाडहरू हिमालहरू। त्यो भएर नपत्याउनु होला। यो चाहिँ हाम्रो सामान भएको गाडी आइपुग्यो। यस्ता गाडीले केही त भनेन, जाम हुन्थ्यो। ट्राई गर्न आँट्नु भएको थियो, हाम्रो आउँदै हुनुहुन्छ गुरुजी भनेर। तल काका भन्नुभयो नि, को पर्नुहुन्छ उहाँ चाहिँ? यत्तिकै काका बोलाउने हाम्रो त अब यहाँ गाउँले भयो नि, त्यो नातै लाग्दा होइन। चिप्लो पनि यस्तो बाटोमा के बाइकमा हामीलाई चिप्लो रमाइलो त हुन्छ। यो ट्रेल गर्न मिलिहाल्छ।
यो माथि कहिले पनि जान्दैन क्या हेली पनि जान्दैन क्या यो माथि त्यहाँ पुग्नु पर्ने माथि जाने कागज माथि सजिलो होला ब्रेकफास्ट हेभी हानेर आएको छौँ फेरि नेपाल यत्तिकै स्वर्ग होइन नि ए नेपाल हो स्वर्ग त कस्तो हुन्छ थाहा छैन स्वर्ग हुन्छ भने यही होला स्वर्गका अल्छीहरू अल्छी होइन अल्छी बाबु यहाँ कहाँ हिँड्छ स्वर्गको परी त्यहाँ चाहिँ ए लेखेछ उता देखाउँदै छैन यहाँ झन्डा देख्नुभयो यहाँ नजिकै रहेछ खाना रेडी हो त यसको नाम के भन्नुभयो ताकाजी ल ताकाजी पुग्यो तल भेटेको भाइ पनि यस्तै हुनुहुन्थ्यो यहाँ पनि त्यही सेम दाजुभाइ तपाईँ भाइ ए हाम्रो सरसा मक्ख पर्दै आइराख्नु भएको छ सायद उहाँलाई भिडियो बनाएको मन पऱ्यो जस्तो छ यहाँबाट बादल लानु way to one and a half बादल डाँडा त्यसपछि साथीहरूले फोटो खिच्दैनन् ऊ उहाँ नै हो फोटो नखिच्दिने बादल डाँडा आइपुग्यो बादल डाँडा यहाँबाट हाई क्याम्प पुरै कुरो लागेको छ somewhere there maybe over there maybe that is हाई क्याम्प यो चाहिँ पुरै क्लाउडले कभर गरेको छ सरलाई कस्तो लागिरहेछ त मलाई चाहिँ रमाइलो लागिरहेछ अरू केही छ भन्नुपर्ने मलाई के भन्नु चाहिँ यस्तो ठाउँमा बिर्सेरै पनि नआउनु अनि हजुरको के छ ठिकै छ केही भन्नु छ न केही पनि छैन मलाई त थकाइ लाग्छ भोक लाग्छ मैले निर्डाले चाहिँ हजुरले थकाइ लाग्छ मैले भोक त्यही लाग्छ सोचेको। चोर्ने भने पछि भन्ने लियो पहिल्यै भनिसकेको चक्ले के बक्सबाट निकाल्नु भएको थियो अनि फेरि भोक लागिसकेको छ मात्र ऊ त्यो डाँडाबाट यहाँ पुगेको हामीलाई हन्तकाले भन्छ नामको के छ कस्तो लागिरहेको म चाहिँ पछि छुट्टै बोलाउनु अन्त हजुरलाई कस्तो लागिरहेछ हरिबहादुर कटाङबाट कटाङ दिक्कल हुँदै हरिसिंह महादेवको कृपाले यहाँ पुगेको छु क्वेसन के थियो हजुर हजुर यहाँ किन आउनु भएको चामलिङ हुन् भन्नु हजुर हजुर किन आउनु भएको यहाँ
हजुर हजुर यहाँ किन आउनु भएको भने कि यहाँ अलिकति आफ्नो कलेजो चेक गर्नलाई खास पोक्सो चेक गर्थ्यो अरे यहाँ चाहिँ कलेजो कस्तो हुँदो रहेछ हुँदो रहेछ कलेजो चाहिँ चेक गर्न आएको के हुँदो रहेछ कन्डिसन के रहेछ भने चेक गर्नुभयो त अब भइरहेछ खै केही छैन आन्द्रो कति आएको बित्ता छ। कन्दिएर रिपोर्ट अब जाँदा थाहा होइन हुन्छ। फर्की त त्यो दाइलाई सोध्नुपर्छ नि कति बित्ता कन गरी चाहिँ अरू केही भन्नु छ सोध्नुहोस् न भन्नु अरू त अब भन्नुहोस् न अब question हजुर हजुर लागेको कुरा मलाई धेरै छ भन्नु त भन्नुहोस् अब के भन्ने तपाईँलाई के भन्नु है कहाँबाट सुरु गर्नुपर्छ ल स्टार्ट टोली हात लाउनु है मैले देखिरहेको छु तपाईँहरूलाई खै त दुईजना बिचमा दिनेश सरका त के हो क्या यसो
यो चट्टान कति छ त अब 4 जना गयो भनेको कति छ त्यस्तै यहाँभन्दा तपाईँले के कुरा हाने कि भुँडी हाने कि हो जान मिल्छ म चाहिँ सोलो आइरहेको छु मान्छे चाहिँ तल बसेर चाहिँ MBC 4500 मा MBC 4500 चाहिँ यहाँ हो बेस क्याम्पबाट मार्दै अलि नजिक सरी माथि अनि यो चाहिँ भ्यू पोइन्ट साथीहरू भ्यू पोइन्टमा छन् अनि बेस क्याम्प हुँदै अब यहाँबाट यो ठाडो उकालो लगाएर टपमा पुग्छौँ चाहिँ बाटैबाट हिँड्यो भने होला बाटो कहीँ छैन बाटो आफै बनाउने हो जहाँ सकिन्छ खुइ हिँड्ने जता हिँड्यो त्यतै बाटो हो अनदर रेस्टिङ पोइन्ट नियरेस्ट पोइन्ट यही हो यहाँ कोही छैन त्यहाँ चाहिँ कराइरहनु म चाहिँ यहाँ छु त्यत्रो भिडियो बनाएको रेकर्डै भएर जय नेपाल Water Banjamere बजे त हाम्रो सर्पको कितो पिलर नत्र भने यहाँ पनि चाहिँ रोडर निकालेको
बचाइ हुनुपर्छ धेरै भयो ओके सो दिस इज द लास्ट भिडियो फ्रम खै के हो थाहा छैन म चाहिँ बेस क्याम्पभन्दा पनि माथि छु मार्दी ठ्याक्कैदेखि मजाले फायर होला साथीहरू चाहिँ अब बादल